जतिसुकै सम्पत्ति कमाए पनि के गर्नुहुन्छ? स्वास्नीसँग कुरो मिल्दैन भने तपाईँ जस्तो भिखारी यो संसारमा अर्को कोही पनि हुँदैन। जतिसुकै सम्पत्ति कमाउनुहोस्, तपाईँको अरबौँको प्रोपर्टी होस्, सहरतिर दुई चारवटा बिल्डिङ हुन्, गाउँतिर अथाह जग्गा जमिन 100-150 बिघा जमिन होस्, होइन, गाडीका लामा लस्कर हुन्, घरको बाहिर अफिस 2-4 ठाउँमा 10 ठाउँमा तपाईँका अफिसहरू हुन्, 100जना 1000जना कर्मचारी हुन्, है, लाखौँ जनाले तपाईँ मार्फत रोजगार पाएका हुन्, हैन, सारा संसारले दुनियाँले तपाईलाई चाहिँ मिलेनियर बिलियनियर भनेर चिनोस्। तपाईको आफ्नी श्रीमतीसँग घरभित्र राम्रो सम्बन्ध छैन भने तपाई गरिब मान्छे हो। जतिसुकै सम्पत्ति कमाउनुस्, त्यही भएर पहिलो तपाईको सबैभन्दा ठुलो सम्पत्ति भनेको आफ्नो श्रीमतीसँगको रिलेसन हो। श्रीमतीसँगको रिलेसन राम्रो छ भने तपाई धनाढ्य मान्छे हो।